नमस्ते। तपाईको बच्चाको तौल कति छ? के तपाईको बच्चाको तौल नर्मल छ अथवा तपाईको बच्चाको तौल कति हुनुपर्ने हो? के तपाईलाई थाहा छ? सामान्यतया हाम्रो स्वास्थ्य संस्थामा आउने आमाहरूको धेरैको चाहिँ प्रश्न चाहिँ मेरो बच्चाको तौल कति छ अथवा मेरो बच्चाको तौल कति हुनुपर्ने हो भनेर सोध्नुहुन्छ। आज म तपाईहरुलाई साधारण सामान्य अर्थमा हाम्रो गाउँघरमा बुवा आमा दाजुभाइ दिदीबहिनीहरूले सरल ढङ्गले आफ्नो बच्चाको तौल कति हुनुपर्छ भन्ने कुरा म तपाईहरुलाई भन्दैछु। सामान्यतया बच्चाको तौलको हिसाब गर्दा हामीले बच्चाको जन्म तौलको कुराहरू जान्नु पर्दछ। यदि बच्चाको जन्म तौलको आधारमा हामीले बच्चाको तौल नियमित बढेको छ कि छैन भनेर त्यसलाई विश्लेषण गर्ने गर्छौं। स्वास्थ्य संस्थामा आएर तपाईहरुले बच्चाको तौल नाप्दा हाम्रो आफ्नै चाहिँ मापनको विधि हुन्छ। तथापि तपाईहरु गाउँघरमा बस्दा पनि अथवा घरमै पनि आफ्नो बच्चाको तौल के कस्तो अवस्थामा छ भनेर जान्नको लागि सर्वप्रथम त तपाईले आफ्नो बच्चाको जन्मको तौल थाहा पाउनु पर्यो। यदि बच्चा जन्मको तौल थाहा भइसकेपछि बच्चा जन्मिदाको तौलको दोब्बर चाहिँ बच्चा 6 महिना हुँदाखेरि त्यो बच्चाको तौल बच्चा जन्मिदाको दोब्बर हुनुपर्छ। त्यसैगरी 1 वर्ष हुँदा त्यो बच्चाको तौल जन्मिदाको तेब्बर हुनुपर्छ र बच्चा 2 वर्षको हुँदा त्यो बच्चाको तौल जन्मिदाको 4 गुणा हुनुपर्छ। अर्थात यदि बच्चा जन्मिदा कुनै पनि बच्चा 3 किलो थियो भने त्यो बच्चा 6 महिनाको हुँदाखेरि त्यो बच्चा 3 × 2 6 किलो हुनुपर्छ। त्यसैगरी बच्चा 1 वर्षको हुँदा त्यो बच्चाको तौल जन्मिदाको 3 गुणा अर्थात 3 × 3 भनेको 9 केजी हुनुपर्छ। त्यसैगरी त्यो बच्चा 2 वर्ष पुग्दा त्यो बच्चाको तौल जन्मिदाको तौल 3 किलो × 4 गुणा गर्दा 3 × 4 12 किलो हुनुपर्छ है। हस्, धन्यवाद।